नर्मल मगर दुई तपाईँको नम्बर पहिला गोरु कटाइ बनाएको मगर छ्याप ननिकाल्नु भयो छ्यापको चाहले बापा रबिन टोपी ल्याउँदै हाले भन्दा छिटो छ केटा त्यही त अन्त फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो गाउँले ब्लगमा आज उठ्ने बित्तिकै भिडियो बनाइदिएको किनभने चाहिँ एउटा काम सकाउनु पर्ने छ मस्त लाएर चाहिँ नि काम गर्नुपर्ने छ अब चाहिँ तल्लो गएर सुँगुर ढाल्नु पर्ने छ सानो सानो छ त्यसको लागि चाहिँ छिटो उठिरहेको छु आज चाहिँ बोल्न मन छैन यहाँ बिहानको तरकारीको व्यवस्था गर्नु पर्ने सुँगुरको लागि चाहिँ मजाले बनाएर होइन गर्नुपर्ने छु आज त कामै छु अब बस्छ सुँगुर काट्न लागिरहेको छ सानो सानो छ अनि दाइ पनि सुँगुरकै लागि आउनु भएको कि गर्नु आज म चाहिँ यो सफा लिनु गएको थिएँ आज 2 वर्ष भयो 2 वर्षमा लिएको 2 वर्षमा गाउँघरमा यस्तो छ पछि 2-3 वर्षमा ल्याइदिँदैन अब हाम्रो गाउँको चालचलन यस्तो छ सामान आइज भनेर करायो भने डाँडाबाट आयो भने त्यो उठेर आउने नत्र आउँदैन हाम्रो सुँगुर ल ठिक छ सुँगुर त ठिकै छ ठिक्काको रहेछ तर हाम्रो राई जातिमा चाहिँ पूर्वे गर्ने हो तर हामी पूर्वे गर्दैनौँ न देउतालाई चाहिँ हामीले अहिले चाहिँ भित्र नमानेर नानीहरू बिराम भएर बाहिर राखेको बाहिर चाहिँ हामी गर्छौँ कुखुराले अब यो आँठो सुँगुर काटेर खाने हो यसको यस्तो दामी सेकुवा बनाइन्छ यस्तो दामी छोइला नाच हो यही हो जिन्दगी भन्दै तमासा यसले खतरा पिसा फेर्दैछ यो त हजुरहरू छोरी मान्छे जस्तै पो रहेछ त मुसा पनि छ यहाँ है कहिले पारे रविले मात्रै छिटो उठेर पहिला त 12 बजी उठ्नु पर्यो नि छिटो उठ्छ हाले भन्दा छिटो छ केटा त्यही त अन्त उठ्नु पर्यो नि पहिला 12-1 बजीसम्म दिन भरि सुत्ने मान्छे अहिले बिहानै 4 बजीतिर उठेर भालेलाई उठाउँछ नि अन्त होइन पर्यो नि कडा छ नि ल है भनेर उठ है केटा त्यही सुइरोले घोक्नुपर्छ सुइरो बनाएको छ यहाँ सुइरो घोक्छेन भने त उयो हुन्छ नि यस्तो यहाँ 300 माछा भयो टाउको पनि हाल्नु पर्छ नि यस्तो भनेर किलो बन्दुकले दाजु बन्दुकले हान्ने भन्छ भएर होला गेम फिनिश्ड त्यता त
मुखको मासुमा पल्क्यो नि हो यो चाहिँ फेरि गाउँभरि भेजा लाउनु खोजेको होइन भुटान हाम्रो वरिष्ठ आएकै छैन एकछिन पो बेला हुन्छ नि के गर्दै हुनुहुन्छ हौ दाइ ओहो रेडी हो जाने भयो जाउँ चल्दै त हो हिँड न हिँड टिकटकबाट त फेरि खत्रै आउँछ नि त लाइभ बसेपछि त पैसा पनि आउँछ नि त दुईजना पढ्नु भएको छ है पुर्खा नै राटेतिर होला नि किन राटेमा त हुनु पर्छ मामालाई यार गजब हाम्रो गरिदिनु चाहिँ खट्टा झल्दैछ है ल यहाँनिर कन्टिन्यूमै छ नि एक किलो नै लगाउँ न ठिकै छ आधा ठिकै छ आधा त्यही पुग्ने 1-2 किलो पुग्छ त्यो राख्नु पर्यो नि 2 लाख चाहिँ उन्न त 10 भाग 10 किलो चाहिँ हाल्नु है त पुग्छ नि त हो त्यसो गर्दा हुन्छ हो सही है नबी आधा किलो खानु 10 20 जना पुग्छ नामी त छ अनि नाम त त्यही भएको भाइले कहिले त्यही छोड्ने अब मौसम बच्चा भएपछि अस्ति बिहे गरेपछि भन्छ अहिले अब नानी भएपछि भन्छ अर्को भएपछि भन्छ होला त्यति साह्रो भन्नु हुँदैन भिडियो हुँदैछ छोडेर जन्मियो भने छुरी खाने नै हुन्छ है फेरि पाल्न सक्छ फेरि
बिस्तारै बिस्तारै धन्यवाद छ हजुरहरूलाई फुल भिडियो हेरिदिनु भएकोमा है।